बिहाना आँखा खुलेदेखि राति नसुत्दासम्म तिमी दौडिरहेका छौ। शरीर थाकेको छ, दिमाग भारी छ, तर जब राति सुत्न जान्छौ एउटै प्रश्नले मन पोल्छ कि म यति धेरै मेहनत त गरिरहेको छु, तर म जहाँ थिएँ आज पनि त्यही किन छु। यदि तिमीलाई पनि लागिरहेको छ कि तिम्रो जीवन एकै ठाउँमा अड्किएको छ भने सुन एउटा तितो सत्य, तिमी असफल भएको होइनौ, तिमी केवल व्यस्त छौ, प्रोडक्टिभ होइन। म बुझ्छु तिम्रो पीडा, तिमी अल्छी होइनौ, तिमी त दिनभरि काम गर्ने मान्छे हौ। साथीहरूसँग घुम्न छोडेर तिमी आफ्नो पढाइ गर्दैछौ, आफ्नो काम गर्दैछौ, तर रिजल्ट भने शून्य। छिमेकी आफन्त र साथीहरूले सोध्छन् के गर्दैछौ भन्न पनि डर लाग्छ। तिमी सोच्छौ मेरो भाग्यमै प्रगति लेखेको छैन, तर होइन, भाग्यको दोष होइन, गल्ती तिम्रो मेहनतमा छैन, गल्ती तिम्रो मेहनत गर्ने तरिकामा छ। पानी निकाल्नको लागि जमिन खन्नुपर्छ, तर बलुवा खनेर जति सुकै पसिना बगाए पनि पानी आउनेवाला छैन। एक पटक सोच त कतै तिमी पनि बलुवा त खनिरहेका छैनौ। अब सुन तितो सत्य जसले तिम्रो आँखा खोलिदिन्छ। हामी दिनभरि काम त गर्छौँ, तर कस्तो काम। धेरैले गल्ती गर्छौँ जसले हामीहरूलाई अगाडि बढ्न दिँदैन। आजदेखि गल्ती गर्न बन्द गर। पहिलो गल्ती बिना दिशाको दौड। तिमीलाई कहाँ पुग्नु छ थाहा छैन, बस तिमी दिनभरि दौडिरहेका छौ। लक्ष्य बिनाको मेहनत भनेको ठेगाना नलेखिएको चिठी जस्तै हो, जुन कहिले पनि कतै पुग्दैन। दोस्रो गल्ती कुनै पनि काममा फोकस नहुनु। किताब अगाडि छ, दिमागमा भोलिको चिन्ता छ, काम हातमा छ, तर हातमा फोन छ। हरेक 5 मिनटमा नोटिफिकेसन चेक गर्दै गरिने 10 घन्टाको काम भन्दा मोबाइल अफ गरेर गरिने 2 घन्टाको काम हजारौं गुणा शक्तिशाली हुन्छ। तेस्रो गल्ती निरन्तरताको अभाव। 2-4 दिन जोस आउँछ, 18 घन्टा पढिन्छ, काम गरिन्छ, त्यसपछिको 4 दिन गायब। जीवन यसरी चल्दैन। नदीले ढुङ्गालाई शक्तिको कारणले होइन, आफ्नो निरन्तरताको कारणले काट्छ। त्यसैले अब रुने र गुनासो गर्ने समय सकियो। यदि तिमीलाई साँच्चीकै प्रगति चाहिएको हो भने आजैदेखि 3 कुरा आफ्नो जीवनमा लागू गर। पहिलो कुरा, दिनको सुरुवातमा आफैलाई सोध, आज मैले गर्न लागेको कामले मलाई मेरो सपनाको नजिक पुर्याउँछ कि पुर्याउँदैन। यदि पुर्याउँदैन भने त्यो काम तिम्रो लागि बेकार हो। दोस्रो कुरा, एक पटकमा एउटा काम मात्र गर। जब काम गर्छौ संसारको सबै ढोका बन्द गरिदेऊ। मल्टिटास्किङको हिरो बन्ने प्रयास नगर। एउटा समयमा एउटा काम पुरै ध्यानका साथ गर। तेस्रो कुरा, बिस्तारै तर प्रत्येक दिन गर। दिनको 18 घन्टा खट्नु पर्दैन, दिनको 4 घन्टा नै काम गर, तर वर्षको 365 दिन गर। प्रत्येक दिनको सानो सानो प्रयास नै एक दिन ठुलो साम्राज्य बनाउँछ। याद राख, गधाले पनि दिनभरि मेहनत गर्छ, तर उसलाई कसैले सफल भन्दैन, किनकि उसको मेहनतमा कुनै रणनीति छैन। तिमी मान्छे हौ, तिम्रो दिमाग छ। आज जब ओछ्यानमा जान्छौ आफैसँग एउटा वाचा गर कि अब म केवल व्यस्त रहने छैन, म सही दिशामा काम गर्नेछु। थाकेर होइन, नतिजा निकालेर मात्र आराम गर्छु। अब उठ, आफ्नो गल्ती खोज अनि त्यसलाई सुधार गरेर अगाडि बढ। तिम्रो सफलता निश्चित छ। केवल तिमीले प्रत्येक दिन थोरै भए पनि मेहनत गर्दै अगाडि बढ्नु पर्छ।